नमस्ते एन्ड वेलकम ब्याक टु न्यू भिडियो। आज हामी नेटवर्क एनालाइसिसको नोडल अनि मेस एनालाइसिस सिरिजमा टाइप 3 को न्युमेरिकल लिएर आएका छौं। योभन्दा पहिला हामीले नोडल र मेस एनालाइसिस दुटैलाई समेटेर सानो थ्योरीको भिडियो राखेका थियौं र यसकै केस 1 को पनि न्युमेरिकल र केस 2 को ए न्युमेरिकल पनि राखेका थियौं भनेपछि अहिले केस 2 को बी न्युमेरिकल अर्थात हाम्रो टाइप 3 को न्युमेरिकल गर्न गइरहेका छौं। सेम न्युमेरिकल थियो, फर्स्टमा मात्र हाम्रो अलिकति स्टेप फरक हुन्छ। एकचोटी म यही देखाएर गर्दिन्छु है। अब हेर्नु त हामीले गरेका थियौं केस फर्स्ट को यो भिडियो गरेका थियौं जुन डाइरेक्ट के बेसिक क्वेशन थियो जसमा हाम्रो के हुन्थ्यो त सर्किट कन्टेनिङ ओन्ली भोल्टेज सोर्स हुन्थ्यो। त्यस्तै केस 2 मा गयो हामी सर्किट कन्टेनिङ करेन्ट सोर्स इन एडिसन टु भोल्टेज सोर्स। भोल्टेज सोर्स त छ, सँगसँगै करेन्ट सोर्स पनि आयो जुन हाम्रो ट्रान्सफर्मेबल पनि हुन्थ्यो, नन ट्रान्सफर्मेबल पनि हुन्थ्यो है। यो भन्दा पहिला हामीले के गरेका थियौं त ट्रान्सफर्मेबल करेन्ट चाहिँ गरेको थियौं। मजाले त्यसलाई V = IR गरेर भोल्टेजमा ट्रान्सफर्म गरेर त्यही हामीले यसको जस्तै सल्भ गरेका थियौं। यो भन्दा पहिला तपाईले हाम्रो अर्कै योलाई समेटेको हाम्रो थ्योरीको र केस 1 को फर्स्ट र केस 2 को फर्स्ट भिडियो हेर्नु भएको छैन भने हेर्नु होला। बल्ल यो भिडियो चाहिँ तपाईले केस 2 को बी को सेकेन्ड भिडियो चाहिँ तपाईले बुझ्नुहुन्छ है। अहिले चाहिँ हाम्रो कस्तो भिडियो रहेको छ भनेपछि इफ करेन्ट सोर्स इज नट ट्रान्सफर्मेबल नो नीड टु राइट केवीएल इक्वेसन है। ट्रान्सफर्मेबल छैन छ भने चाहिँ हामी सजिलो छ। ट्रान्सफर्मेबल छैन भनेपछि त्यो लुपको लागि हामीले ट्रान्सफर्मेबल करेन्ट छैन भनेपछि त्यो लुपको लागि हामीले के गर्नु पर्यो त केवीएल लेख्नु परेन भनेपछि व्हिच कन्टेन्स करेन्ट सोर्स इन इट्स पेरिमिटर है। आफ्नो चारैतिर करेन्ट सोर्स कन्टेन्ट गरेको छ भनेपछि त्यसको लागि लेख्नु परेन। के लेख्नु पर्यो त भनेपछि सो लुप करेन्ट फर दैट लुप इक्वल टु सोर्स करेन्ट है। यति सोर्स करेन्टसँग इक्वल हुन्छ भने चाहिँ लेख्नु पर्यो। यो अब यो दुईटा टाइप त छ हैन। एउटा हाम्रो करेन्ट ट्रान्सफर्मेबल पनि छैन, नन ट्रान्सफर्मेबल पनि छैन भने चाहिँ के गर्ने त भनेपछि दुईटाको बीचमा आइदियो मानौं है। जस्तै हामीले कुनै दुईटा ब्रान्च लिएका छौं, त्यो दुईटा लुपको ब्रान्चमा आइदियो भनेपछि त्यसको लागि अर्कै छ। यो भिडियो हेरेपछि यसपछिको भिडियो तपाईले हाम्रो प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ है। ढिला नगरिकन अब हामी केस 2 को यो बी को न्युमेरिकल गर्न गरेको छौं। यस्तो टाइपको चाहिँ हामीसँग रहेको छ। एकचोटि म फेरि पढ्दिन चाहन्छु। केस 2 मा चाहिँ सर्किट कन्टेनिङ भोल्टेज सोर्स छ प्लस करेन्ट सोर्स भने है। इफ नट ट्रान्सफर्मेबल यदि ट्रान्सफर्मेबल छैन भनेपछि हेर्नु त अब हाम्रो पहिला चाहिँ हाम्रो के हुन्थ्यो त भनेपछि पुरानो चाहिँ मसँग अहिले छैन होला। अब त्यो चाहिँ छोयो भने चाहिँ म एकचोटी सर र तपाईलाई यहाँ देखाइदिन चाहन्थे। ल है मसँग छ है। ल हेर्नु त पहिला चाहिँ हामीले के गर्ने थियो भने यस्तो हाम्रो यो पुरै एउटा सर्किट थियो। यसमा हामीलाई के दियो त यस्तो एउटा ट्रान्सफर्मेबल दिएको थियो है। हामीले 10 एम्पियरलाई के गरिदिएको थियौं त भनेपछि V = IR हामीले भोल्टेजमा करेन्ट गर्नुपर्ने थियो भनेपछि I भने 10 छ इन्टु R भने यससँगको 2 छ भनेपछि हामीले 20 भोल्ट निकालेर के गरिदिएको थियौं माथितिर छ भने चाहिँ यस्तो माथितिर पोजिटिभ भने गरी यो राखिदिएको थियौं र यसलाई हामीले पुरै हटाइदिएको थियौं भनेपछि अब हेर्नु त अब यो ट्रान्सफर्म गर्न सक्छौं त यसलाई हामी बदल्न सक्छौं त 5 * 5 गर्ने हो कि 5 * 7 गर्ने हो कि यो गर्न सक्छौं त सक्दैनौं है। यस्तो कन्डिसनमा के गर्ने त हामीले सबभन्दा पहिला यसलाई I1 राख्दिम, यसलाई I2 राख्दिम, यसलाई I3 राख्दिम। कस्तो त क्लकवाइज डाइरेक्सनमा फ्लो गराइदिम, यसलाई पनि क्लकवाइज डाइरेक्सनमा फ्लो, यसलाई पनि क्लकवाइज डाइरेक्सनमा फ्लो गराइदिम। अब हामीले के गर्ने त भनेपछि यसलाई ट्रान्सफर्म गर्न सक्दैनौं भनेपछि अब हामीले के भन्यौ त भनेपछि ट्रान्सफर्म गर्न सकेनौं भनेपछि सो करेन्ट फर दैट लुप इज प्रिसाइजली इक्वल टु सोर्स करेन्ट रिमेनिङ प्रोसेस सेम है। ल अब ढिला नगरिकन अब तपाईले यतिकै के गर्नु पर्दैन। अब तपाईले सिधै एक्जाम कपीमा सोलुसन गर्ने, तपाईले साइडमा यो जस्ताको त्यस्तै फिगर बनाउने, यसमा I1 I2 I3 देखाइदिने, क्लकवाइज डाइरेक्सनमा देखाइदिने र अब हामीले के गर्ने त भनेपछि हामीले एउटा यहाँ अलिकति ल्याङ्ग्वेजको कुरा हुन्छ है। अब सानो ल्याङ्ग्वेज के गर्ने त भनेपछि करेन्ट सोर्स इज नट ट्रान्सफर्मेबल। ठीक छ, नट ट्रान्सफर्मेबल है। करेन्ट सोर्स ट्रान्सफर्म गर्न सक्छौं त सक्दैनौं है, सक्दैनौं। सो अब ट्रान्सफर्मेबल छैन भनेपछि हामीले के गर्ने त भनेपछि अब करेन्ट फर दैट लुप इज प्रिसाइजली इक्वल टु सोर्स करेन्ट। करेन्ट फर दैट लुप कुन करेन्ट त कुन लुपको लागि I1 को लागि करेन्टको केसँग इक्वल हुन्छ त भनेछ त त्यसकै सोर्स करेन्ट भने के छ त 5 एम्पियर छ इक्वल टु 5 एम्पियर सम्म इक्वल हुन्छ। अब यो 5 एम्पियर नेगेटिभ लेख्ने कि पोजिटिभ लेख्ने धेरैको मनमा यो प्रश्न खेल्न सक्छ है। अब नेगेटिभ पोजिटिभको कुरा म एकचोटी सट्ट क्लियर गरिदिन्छु है। अरु जे जति छ मलाई थाहा भएन, अब यति समथिङ होला। मानौं यो एउटा यस्तो छ है। I1 हामीले क्लकवाइज मानेका छौं, यो 5 एम्पियर छ। अनि हाम्रो के छ त भनेपछि ल यहाँ छ यो तलतिर छ र 5 एम्पियर छ। I1 हामीले यस्तोमा पनि क्लकवाइज नै मानेका छौं भनेपछि यस्तो कन्डिसनमा के हुन्छ यो हेर्नु त एउटै डाइरेक्सनमा छ नि त, यो त यस्तो एउटै डाइरेक्सनमा हो। तर यो हेर्नु त यो यता आयो तल आयो भनेपछि यस्तो कन्डिसन सेम छ भनेपछि इक्वल टु 5 गर्दिने, सेम छैन भनेपछि I1 इक्वल टु के गर्दिने -5 गर्दिने। ठीक छ, यतिकै डिफरेन्ट डाइरेक्सन छ भने चाहिँ जोडिन्छ करेन्ट भन्ने हामीलाई थाहा छ। डिफरेन्ट डाइरेक्सन छ नि त, सेम डाइरेक्सन छैन नि त भनेपछि I1 + 5 हुन्छ
सेम डिरेक्सन छ भने चाहिँ के हुन्छ I1 - 5 हुन्छ। फेरि हामीले I1 को भ्यालु निकाल्नु पर्दा इक्वल टु 5 गरेर यति भयो इक्वल टु। अब यति बुझ्नु होला तपाईले, सेम डिरेक्सन छ भने चाहिँ I1 इक्वल टु करेन्ट हुन्छ, सेम डिरेक्सन छैन भनेपछि I1 इक्वल टु माइनस करेन्ट हुन्छ। ठीक छ, यतिकै म भने है। अब चाहिँ योभन्दा बढी के मैले बोल्न चाहिन। अब सजिलो छ है। यतिकै गरे भने चाहिँ मैले यसलाई स्टार इक्वेसन राखिदिए। ठीक छ, यतिकै राखिदिए। अब मैले के भने त भने सोर्स करेन्ट गरे। अब रिमेनिङ प्रोसेस इज सेम एज क्वेसन 1 अथवा क्वेसन 2 अथवा टाइप 1 टाइप 2 भनेर मैले यहाँ लेखिदिए तपाईले बुझ्नको लागि। अब मैले के गर्छु त भने चाहिँ अरुमा त मैले एप्लाई गर्न पाएँ, मजाले पाएँ है। एप्लाइङ KVL इन, अब ल म लुप सेकेन्डमा गएँ है। लुप सेकेन्ड अथवा मेस सेकेन्ड भन्दा पनि हुन्थ्यो है। मेस लुप भने हामीले यहाँनिर एउटै छ है। मेस भने फर्दर डिभाइड गर्न नसक्ने, लुप भने कुनै पनि एउटा क्लोज सर्किट है। अब I2 भने त यसलाई हामी फर्दर डिभाइड गर्न सक्छौँ त सक्दैनौँ। ठीक छ, सक्दैनौँ। अथवा हेर्नु लुप भने कुनै पनि एउटा क्लोज पाथ है। यो क्लोज पाथ छ कि छ है। यसलाई पनि हामी मेस पनि भन्न सक्छौँ, लुप पनि भन्न सक्छौँ है। ल ठीक छ। ल अब हामीले के गर्न सके त भनेपछि यसमा आएर अब म के गर्छु त्यही है, मैले यसलाई क्लकवाइज यस्तो मान्छु। अब यसको त काम भएन हाम्रो, यसलाई मैले क्लकवाइज यस्तो फ्लो भएको मानिरहेको छु। मैले पुरानो भिडियोमा भनेको छ त्यो भिडियो पहिला हेर्नु होला। बाटोमा आउने आरलाई मैले के गरिदिन्छु माइनस गरिदिएँ, -2 गरिदिएँ। ठीक छ, -2 गरिदिएँ र आफ्नो माइनस जोसँग कमन हो त्यसलाई माइनस गरिदिनु। भनेपछि I2 भने आफू हो, माइनस कोसँग कमन हो त I3 सँग कमन हो नि त। I3 सँग कमन हो चाहिँ I3 गरिदिएँ। फेरि हेर्नु त म यहाँबाट तल आएँ, हेर्नु त प्लसबाट माइनसतिर गयो, प्लसबाट माइनसतिर गयो भनेपछि कहाँ गयो त माइनसतिर गयो भने चाहिँ -6 गर्न पाएँ। ठीक छ, फेरि यहाँबाट यहाँ आएँ, यहाँ केही छैन, यहाँबाट यहाँ आएँ, यहाँ केही छैन, यहाँबाट यहाँ आउँदाखेरि बाटोमा 7 भेट्यो भनेपछि आरलाई के गरिदिने हामीले जहिले पनि -7 गरिदिने। ठीक छ, आरलाई -7 गऱ्यौँ। फेरि के गर्ने आफ्नो माइनस अर्काको गरिदिने, आफ्नो माइनस जोसँग कम हुनु त्यो गरिदिने। आफू भने I2 छ -I1 गरिदिने। फेरि छ त कोही छैन, इक्वल टु 0 गरिदिने है। अब हेर्नु त हामीसँग I1 को भ्यालु कति छ 5 एम्पियर छ। मैले तपाईले फेरि एउटा स्टेप अझ गरेर I1 इक्वल टु 5 गर्न सक्नुहुन्छ। मैले के गरिदिएँ I1 इक्वल टु 5 गरिदिएँ, 5 एम्पियर यहाँनिर मैले यतिकै लेख्न पाएँ है। ठीक छ, अब म के गर्छु यसलाई सल्भ गर्छु है। जस्ट नर्मल सल्भ गर्छु क्याल्कुलेसन। 2I2 प्लस प्लस माइनस माइनस प्लस भयो, 2I3 -6 भयो, -7I2 माइनस हेर्नु त अब माइनस माइनस प्लस भइहाल्यो। अब 7 × 5 भनेको त 5 × 7 = 35 भयो है। हामीले 35 इक्वल 0 गऱ्यौँ यहाँबाट। अब यहाँबाट I1 कहाँ छ? I1 भनेको हामीसँग छैन भनेपछि I2 मात्र छ। -2I2 -7I2 भनेपछि -9I2 हुन्छ, प्लस यो 2I2 जस्ताको त्यस्तै छ। -6 + 35 भने यो +29 भइहाल्यो। यता आएर यता गएर चाहिँ के हुन्छ त -29 हुन्छ। यसलाई मैले इक्वेसन 1 मानिदिएँ। ठीक छ, यो स्टार इक्वेसन, यो 1 इक्वेसन। स्टार इक्वेसनको के गरे हैन, स्टार इक्वेसनको I1 को भ्यालु यता राखेको है। ठीक छ, अब यसको काम पनि मेरो सक्यो, दुईटा लुप सक्यो। यसको त अलरेडी सकिसक्यो थियो, यसको पनि सक्यो। अब लुप थर्डमा मात्र लाउनु बाँकी छ है हामीले। मैले के भन्छु फेरि एप्लाइङ किर्चफ्स भोल्टेज ल, यो KVL इक्वेसन भन्दा पनि हुन्छ इन लुप थर्ड है। लुप थर्डमा पनि लाउँछु। अब लुप थर्डमा पनि म के गर्छु यसले यसो क्लकवाइज डिरेक्सनतिर नै फ्लो भएको म मान्छु है। यहाँबाट गइरहेको छु भनेपछि बाटोमा हेर्नु त के आयो 7 आयो। ठीक छ, बाटोमा -7 आयो। 7 आयो चाहिँ -7 गरिदिनु। पछि के गर्ने त आफ्नो माइनस अर्काको गर्ने त। आफू भने त I3 छ, I3 छ, माइनस अर्काको छ त केही पनि छैन। -0 गर्नु भने पनि यो गर्नु भने पनि एउटै है। -0 नगर्दा पनि म जस्ट बुझ्नको लागि गरिदिएँ। आफ्नो माइनस जोसँग कम हुनु त्यसको गरिदिने। फेरि यहाँबाट केही छैन, केही छैन, केही छैन। यहाँ आएर के भयो त 2 आयो, 2 आर आइदियो भनेपछि -2 गरिदिने। ठीक छ, के गर्ने फेरि आफ्नो माइनस अर्काको भनेपछि I3 - I2 गरिदिने। I3 - I2 हेर्नु है एकचोटि म देखाउँछु है। अब अघिको यो 2 पनि त्यही 2 हो है, यो 2 पनि त्यही 2 थियो। यो 2 मा हामीले के गरेका थियौँ त भनेपछि यो 2 भनेपछि यो है। यो 2 मा हामीले I2 - I3 गरेका छौँ। सेम 2 यो 2 मा हामीले I3 - I2 गरेका छौँ है। आफू माइनस अर्काको गर्ने, ठुलो सानो के पनि हुँदैन। आफ्नो माइनस जोसँग कम हुनु त्यसको गरिदिने। अब 2 पछि के आयो त हाम्रो यता आएर फेरि 5 आयो। 5 भनेपछि फेरि के हो -5 भइहाल्छ। अब आफ्नो माइनस अर्काको भने I3 - I1 हो, I3 - I1। ठीक छ, अब हामी यहाँसम्म पुग्यौँ भनेपछि अब माथि हेर्नु त के छ माइनसदेखि प्लसतिर गइरहेछ। माइनसदेखि प्लसतिर गइरहेछ कति 20 भोल्ट भनेपछि माइनसदेखि कहाँ गइरहेछ त प्लस गइरहेछ। कहाँ गइरहेछ प्लस गइरहेछ भनेपछि +20 = 0। फेरि हामी यहाँ पुग्यौँ, यहाँ पुगेर केही छैन। फेरि हामी जस्ट नर्मल क्याल्कुलेसन गर्छौँ। त्योभन्दा पहिला I1 को भ्यालु यहाँ पुट गर्न नबिर्सिने है। लेख्दा पनि हुन्छ पुटिङ भ्यालु अफ I1 इन यता भयो, लेख्दा पनि हुन्छ यता सिधै मैले 5 एम्पियर गरिदिएँ यता। ठीक छ, मैले क्याल्कुलेसन गरेँ -7I3 भयो, यो 0 त 0 नै भइहाल्यो, नलेख्दा पनि भयो। 2I3 भयो, 2 माइनस माइनस प्लस भयो, 2I2 भयो, -5I3 भयो,
माइनस अब माइनस माइनस प्लस भयो 5 5 25 भनेपछि प्लस 20 गरिदिने इक्वल टु 0 गरिदिने। यहाँबाट हेर्दा I1 छ, I1 छैन भनेपछि I2 छ, I2 यता पनि छ, I2 अरू कहीँ पनि छैन भनेपछि 2I2 हुने भयो। 2I2 माइनस हेर्नु त प्लस 5I3 छ, प्लस 2 छ, यो पनि छ भनेपछि यो र 7 भयो, 7 7 14 भयो है, माइनस 14I3 भयो। अनि बाँकी हेर्नु त 25 प्लस 20 भने 45 हो, 45 यता प्लस थियो भनेपछि यता गएर के भयो त माइनस 45 भयो। इक्वेसन सेकेन्ड भयो। अब हामीले के गर्ने, हामीसँग अब कति इक्वेसन, दुईटा इक्वेसन मात्र छ। यो इक्वेसन त हामीले काम लाग्दैन, किनभने यसको भ्यालु त हामीले पुट गरिसक्यौँ। अब हामीले के गर्ने त भनेपछि सल्भिङ अथवा अनसल्भिङ भन्दा पनि भयो, सल्भिङ 1 and 2 गरिदिने। सल्भिङ 1 and 2 गरेर हामीले के गर्ने, यो क्यालकुलेटरमा हामीले जस्ट इक्वेसन 2 मा पुट गरिदिने। मैले के गर्छु त भनेपछि मोडमा गएँ, पहिला मोडमा गएँ, 5 नम्बरमा इक्वेसन छ, यसको हामीले ए मा राख्ने कि बी मा राख्ने भनेपछि यसको हामीले ए मा राख्ने, दुईटा इक्वेसन मात्र छ है, दुईटा इक्वेसन मात्र छ। इक्वेसनमा भने -9 छ। एकचोटि त्योभन्दा पहिला हामी फर्मेट हेर्नु पर्यो है, फर्मेट हेर्नुको इक्वेसनको फर्मेट कस्तो छ, ए बी इक्वल टु सी छ है। ल ठिक छ, हामीले यस्तै राखेका छौँ भनेपछि यस्तै ठिक छ। ल ए भने 9 छ, -9 छ, बी भने 2 छ, इक्वल टु सी भने -29 छ। अब इक्वल टु हुन्थेन, हामी यतै हुन्थ्यो भने चाहिँ यता माइनस गर्नु पर्ने थियो, त्यो कुरा धेरै जानु पर्यो, अब त्यो जानुपर्ने कुरा। अब 2 यहाँ छ भने चाहिँ 2 यता राखौँ, -14 भनेपछि -14 भयो, यो 45 छ भने चाहिँ -45 गरिदिउँ, इक्वल टु अझ इक्वल टु गऱ्यो भने चाहिँ एक्सको भ्यालु हाम्रो कति आउँछ त 4.06 आउँछ है। मैले के गरिदिएँ, अन सल्भिङ I1 इक्वल टु 4.06 एम्पियर गरिदिएँ, I2 इक्वल टु कति आउँछ त इक्वल टु 3.79 है, 3.79 ए सरी हाम्रो के छ त यता, यहाँ I2 र I3 छ नि त, I1 त अलरेडी छ भनेपछि मैले I1 इक्वल टु यहाँ I2 इक्वल टु यो, I3 इक्वल टु यो यति लेख्न पनि पाएँ है। अन सल्भिङ I1 इक्वल टु 5 एम्पियर समरीको रूपमा मैले लेख्न पाएँ, 5 एम्पियर यति लेख्न पाएँ। यति भने हाम्रो के त I1 I2 I3 हो। योभन्दा पुरानो भिडियो जस्तै तपाईँलाई यस्तै सोधिदियो, I3 ओम सोधिदियो, V3 ओम सोधिदियो, P3 ओम सोधिदियो भनेपछि मैले भनेको छु नर्मल हामी गर्छौँ यसको लागि, जस्तै V इक्वल टु IR, P इक्वल टु I स्क्वायर, योबाट फर्मुलाबाट गर्छौँ, जुन हामी फर्स्ट भिडियोमा पनि कभर गरेकै थियौँ। यति गरेर हाम्रो के हुन्छ त, यसको हाम्रो पुरै सल्भ हुन्छ। मानौँ कि जस्तै हामीलाई यसो दियो, अब V इक्वल टु IR हुन्छ भन्ने हामीले थाहा छ, P इक्वल टु I स्क्वायर भन्ने थाहा छ। अब I मानौँ हामीलाई यसो दियो यता फर I2 ओम सोधियो मानौँ है। अब I2 ओम सोधियो भनेपछि I2 ओम भने यो हाम्रो है, यहाँनिरको निकाल्ने हामीले, यहाँनिरको हामीलाई करेन्ट चाहियो भनेपछि हामीले के गर्ने त, जहिले पनि चाहिँ मैले पहिला पनि भन्दै आएको बिग माइनस स्मल गरिदिएँ। अब I2 भनेको अब एकचोटि बिग माइनस स्मल भन्दा पनि तपाईँ यत्तिकै बुझ्नु होला, पहिला हामीले यसको I2 को लागि गर्दैछौँ नि त, I2 को लागि R भने यो ठिक छ, I2 को लागि R भने यो आफ्नो गर्ने बेला के गर्छौँ त, आफ्नो माइनस अर्काको गर्छौँ नि त हो। यस्तो कन्डिसनमा के गर्ने त, हामीले आफ्नो माइनस अर्काको भनेपछि I2 माइनस I3 गरिदिने, अथवा बिग अथवा स्मल भन्दा नि याद गर्दा हुन्छ, आफ्नो माइनस अर्काको भनेर याद गर्दा पनि हुन्छ है। ठिक छ, I2 भने 4.06 छ, I3 भने 3.79 सरी यतिकै यो गर्दाखेरि अब समथिङ हाल्यो तपाईँले गर्नु होला, यो यति भयो 7.2.0. यति समथिङ यति आउँछ होला है। यतिकै तपाईँले यतिकै एम्पियर तपाईँले गर्न सक्नुहुन्छ। ठिक छ, यतिकै गर्नुहुन्छ तपाईँले मजाले यसको सल्युसन गर्न सक्नुहुन्छ। अब यो छ भने चाहिँ एउटा हामी बोनस क्वेसन लिएर आएका छौँ। अब हेर्नु त यस्तो टाइपको क्वेसन आइदियो, मानौँ है, मानौँ तपाईँसँग यस्तो टाइपको क्वेसन आइदियो, मैले I1 सेम क्वेसन हो है, मैले के पनि फरक गरेको छैन, सेम क्वेसन हो, यहाँ पनि यही छ, यहाँ पनि यही छ, तर माथि मैले के गरिदिएँ, यहाँनिर के राखिदिएँ त, एउटा यस्तो करेन्ट राखिदिएँ। ठिक छ, यस्तो करेन्ट राखिदियो भने चाहिँ अब तपाईँ के गर्नुहुन्छ त भन्नु त, अब के गर्नुहुन्छ भनेर मैले चाहिँ सोर्ट गरिमा यता एक्सप्लेन गरिदिन्छु है। ल अन्त अघि हामीले के गरेका थियौँ, हामीले के भनेका थियौँ त भनेपछि ट्रान्सफर्मेबल छैन भनेपछि हामीले के गरिदिने, नो निड टु राइट केसीएल इक्वेसन फर द्याट लुप। के हुन्छ त, करेन्ट अफ द्याट लुप इज प्रिसाइजली इक्वल टु द सोर्स करेन्ट भनेपछि यसकोसँग के हो त, I1 इक्वल टु 5 एम्पियर भएको थियो, यसकोसँग I1 इक्वल टु कति होला त, अब यसकोसँग I1 इक्वल टु कति होला त हेर्नु त। ल मैले I3 यसलाई मानिदिएँ, I2 यसलाई मानिदिएँ जी। अब I3 पनि क्लकवाइज डिरेक्सन नै छ है, I3 को पनि हाम्रो यस्तो डिरेक्सनमा फ्लो भइरहेको छ। ठिक छ, यसको पनि हाम्रो यस्तो डिरेक्सनमा फ्लो भइरहेको छ, यसको पनि हाम्रो यस्तो डिरेक्सनमा फ्लो भइरहेको छ भनेपछि अब हामीले यसमा के गर्नु पर्यो, एकचोटि तपाईँ आफै लजिक लाउनु होला, अनि म लेख्छु है त। ल तपाईँले के भनिसक्नु भयो होला। अब हेर्नु त, I1 इक्वल टु हामीले के गरेका थियौँ, सेम डिरेक्सन थियो भनेपछि सेम डिरेक्सनको लागि I1 इक्वल टु करेन्ट गरिदिने। ठिक छ, I1 इक्वल टु करेन्ट भयो, यो ल्याङ्ग्वेज लेख्ने, I1 इक्वल टु करेन्ट गरिदिने। अब I3 को लागि पनि हामी के गर्न सक्छौँ त भनेपछि I3 मा पनि यो छ भने I3 को पनि सिधै हामी करेन्ट लिने, के को लागि सल्भ गर्ने त, एप्लाइङ KVL इन मेश 2 गरिदिने, यसको लागि सल्भ गरेर सिधै आन्सर आउँछ, I2 एन्ड I2 को भ्यालु राख्ने, यसरी आउँछ है। जस्तै हेर्नु त, अब 7 एम्पियर के छ त,
अब यो करेन्ट यो फ्लो यहाँ फ्लो भइरहेको छ, यो यता फ्लो भइरहेको छ भनेपछि मैले के लेख्न पाएँ त -7 एम्पियर। पाएँ कि पाएन है? पाएँ कि पाएन भनेपछि मजाले पाएँ है, किनभने चाहिँ डिफ्रेन्ट डिरेक्सन छ भनेपछि माइनस लेख्नु मैले भनेकै थिएँ। अब तपाईँले के गर्ने त भनेपछि एप्लाइङ केबिएल इन मेस थर्ड है, मेस थर्डमा केबिएल इक्वेसन लाउने। केबिएल इक्वेसन भनेको कति आउँछ त भने म सिट गरिदिन्छु, -2 आउँछ, I2 माइनस आफ्नो माइनस अर्काको आउँछ, प्लसबाट माइनस हुन्छ -6 मा आयो, यो फेरि -7 भयो, I2 माइनस I1 भयो, यति गर्दा इक्वल टु 0 भयो। फेरि मैले I2 को भ्यालु के राख्ने -2 × I2 भने कति छ हाम्रो I2 भने छैन 2 × I2 छ, प्लस I3 भने 2 × 7 छ, यो भनेपछि +14 भइहाल्यो है। +14 थियो तर माइनस गरेर प्लस भइहाल्यो, फेरि यो गर्दाखेरि माइनस छ भने चाहिँ -14 नै हुने भयो, -14 भइहाल्यो, -6 -7 I2 को भ्यालु छैन 7 I2 माइनस I1 को भ्यालु 7 × 5 गर्दा 35 आउँछ। अब यो प्लस छ भने चाहिँ यो +35 इक्वल टु 0 हुन्छ। यहाँबाट देयरफोर I2 को भ्यालु क्याल्कुलेसन गरेर +1.66 एम्पियर आउँछ। ठिक छ, यतिकै गरेर हाम्रो बोनस क्वेसन पनि सल्भ भइसकेको छ। दुईटै क्वेसन तपाईँले हेर्नु होला। अब हेर्नु त मानौँ कि हामीलाई यस्तो दिदियो है, 2 नम्बरको क्वेसन आयो, यहाँ यसको ठाउँमा हामीले के दिदियो त यस्तो करेन्ट दिदियो तलतिर भनेपछि हामीले के लेख्न पायौँ त भनेपछि यहाँ I1 इक्वल टु सिधै 5 एम्पियर, यहाँ I1 इक्वल टु नेगेटिभ डिरेक्सनमा छ -7 एम्पियर, र यहाँ I2 इक्वल टु के लेख्न पायौँ त यहाँ तल छ, यहाँ पनि तल छ, एउटै डिरेक्सनमा छ भने चाहिँ के लेख्न पायौँ त 6, यो एम्पियर भएपछि 6 एम्पियर लेख्न पायौँ। यति गरेपछि यसमा केबिएल लाउनु पर्यो त परेन, हाम्रो यतिकैमा सल्भ हुन्छ है। फेरि यस्तो टाइपको क्वेसन चाहिँ दिँदैन, फेरि दुईटा चाहिँ मैले दिएको देखाएको छैन, एउटासम्म चाहिँ आउन सक्छ है इक्जाममा, फाइनल इक्जाममा एउटासम्म आउन सक्छ। यति नै हाम्रो आजको भिडियो पनि। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। आजको लागि चाहिँ यति नै। हाम्रो प्लेलिस्ट चेक गरेर बेसिक इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङको तपाईँले सम्पूर्ण भिडियो हेर्न सक्नुहुन्छ भनेपछि यो पछिको भिडियो तपाईँले हाम्रो यो केस 2 को C को यो यस्तो टाइपको भिडियो हेर्न सक्नुहुन्छ। एकचोटि यो तपाईँले हेर्न सक्नुहुन्छ। यो हेरेर तपाईँले हाम्रो प्लेलिस्टमा जानु होला, प्लेलिस्टमा गएर केस 2 को थर्ड भिडियो तपाईँले हेर्न सक्नुहुन्छ। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ एन्ड टेक केयर।